श्री गणेशाय नमो नमः। हेलो, माइक टेक्सिङ। गुड मर्निङ एभ्रिवान। आज हामी अफिस जाँदैछौँ बिहान बिहानै र अहिले मेरो बाइकमा 185 किलोमिटर कुदाइसकेको छु मैले बाइक। अनि बाइक कुदाउँदाखेरि मेरो त्यहाँ लो इन्डिकेटर, फ्युल इन्डिकेटर लो देखाइसकेको छ होइन। अब फ्युल इन्डिकेटर लो देखाएपछि त फ्युल त हाल्नु पऱ्यो। सो अब आज चेक गरौँ है त माइलेज कति दिँदो रहेछ मेरो बाइकले। डेली कम्युनिकेट अथवा डेली राइड भनौँ न, डेली राइडमा अफिस टु घर मात्रै हुन्छ प्रायः। सो त्यतिमा कति दिएछ है त माइलेज। यसरी पनि चेक गर्न मिल्छ। मलाई अहिले माइलेज बाइकको हिसाबले 23 किलोमिटर, 1 लिटरमा 23 किलोमिटर दियो होइन। लेट्स सी, हेरौँ है त कति दिन्छ। अब सुकेधारामा पेट्रोल हाल्नुपर्छ। सो ओभरअल मेरो बाइक कति कुद्यो भनेर देखाउनु पर्ला भन्दाखेरि यताबाट बाटो बिग्रेको रहेछ क्या हो। सो 5449 है त। ओके, 5449 भएछ। अब पेट्रोल हालौँ। फुल हालिदिनु। टाउको दुखायो? के छिरेछ खै? ए $1950। ओके, यो लिँदैछु। मलाई खाली बिल दिनु न। 8.99 गएछ नि त। हस्, थ्याङ्क यू। अब फोटो खिचौँ। मम्मी यो मोबाइल समाउनु त एकछिन। खै दिन त 186 होइन। 186 डिभाइड बाई 8.99। यसले 20 माइलेज देखायो, यसले 23 माइलेज देखायो। ल यसलाई रिसेट गर। थिचिराखेँ यहाँ ट्रिप 2मा गयो, यहाँ थिचिराखेँ आइमा रिसेट हुन्छ। अनि अर्को भनेको यो पनि रिसेट गर्छु माइलेजको एडजस्टिङ। ल अब सेट 1 ट्रिप 1। ल अब कसैलाई डे टु डे एक्टिभिटिजमा ट्राइम्फ 400X स्क्रैम्बल भन्न आउँदैन, प्रोनाउन्सिएसन गर्न आउँदैन। कति माइलेज दिन्छ भनेर तपाईँले चेक गर्नुभयो भने
थाहा पाइहाल्नु भयो होला मैले अहिले 20 पाइरहेको छु तर सिस्टमले बाइकको मिटरले 23 देखाइरहेछ है त ल यही हो माइलेज टेस्ट कति आएछ भनेर आज मौसम नि ठिक्कको उज्यालो भए अब डे टु डे एक्टिभिटिज हुने भने अब यस्तै हो पेट्रोल जहिले यत्तिकै पाउँछौँ हामीले मैले म्याक्सिमम् सिटी राइडमा यसै डेल्टा एक्टिभिटिजमा त्यही 22-23 पाइरहेको छु खासै धेर पाएन अनि अब मान्छेहरूले डे टु डे एक्टिभिटिजमा 40 पनि पाएको छ भनेर स्क्रिनसट भिडियोहरू हालिरहेको हुन्छन् अब आफूले चाहिँ नपाएको भएर विश्वास लाग्दैन है त्यही हो अनि यदि तपाईँहरू लङ राइडहरू गइरहनुहुन्छ भने त्यो अफरोडिङहरू यस्तो गरिरहनुहुन्छ भने चाहिँ यो बाइक लिँदा हुन्छ सिटी टु सिटी राइड चाहिँ यदि माइलेजको लागि भने चाहिँ यो बाइक नलिनु बट इफ यु आर लुकिङ फर कम्फर्टेबल भने एउटा युनिक बाइक होइन अनि सजिलो हुन्छ त्यसको लागि हो भने चाहिँ लिँदा हुन्छ जस डिसेटिस्फाई गराउँदैन से बाइक एकदमै राम्रै छ त्यही हो यदि कसैले बाइकले कति माइलेज दिन्छ भनेर सोधिरहनुहुन्छ हेरिरहनु मन लाग्छ जानिरहनु मन लाग्छ भने म चाहिँ सिटी राइड हान्ने भएर अब खासै यो बाइक धेरै बाहिर जाँदैन कहिलेकाहीँ हो र त्यही त सिटी राइड मैले बाइक टेस्ट गराइदिइहालेँ पेट्रोलको कति माइलेज आउँछ भनेर आज त्यही टेस्ट गरिहालियो अब यो गाडी कता पो जाने हो यताबाट सो त्यही हो अब आउने दिनमा अलि धेरै दिएछ भने फेरि नेक्स्ट टाइम फेरि हेरौँला अहिलेको लागि यति नै हो धेरै आएको हो गाडी पनि ल बाई सी यू अन नेक्स्ट टाइम नमरी बाचे दैवले साँच्चै फेरि भेट होला है त